नमस्ते झोलप्पा सबैजनाले सन्चै हुन्छ होला आराम हुन्छ। गर्मी कतिको छ हाम्रोतिर, गर्मी चाहिँ भन्नु पर्दैन होइन। आज हामी बारीमा काम गर्दैछौँ। अब बारी सरसफाइ कार्यक्रम हुँदैछ। यहाँ हुनुहुन्छ सरसफाइ गर्ने कार्यक्रम सबैजना, सबैले हाई भनिदेऊ। आज छुट्टीको सदुपयोग गर्दैछौँ। अब हामी अहिले यहाँ पुरा घाँसहरू सरसफाइ। अबतिर के मेला पो, हाम्रोतिर भटमासो मेला भइसकेको छ। यसो घाँस काट्नुपर्छ हाम्रोतिर गाइस। नचाहिने घाँस चाहिँ के उम्रेछ हौ। गाइजहरू हेर्नुहोस्, पसिना कामै नसकिने भयो, दिमाग खराब। गाउँलेको जिन्दगी पसिनाले बगाइसक्यो, काम आइसक्यो, काम सकेको छैन। गर्मी भएर मरिसक्यो। हामी त खेताला सबै भागिहाले गर्मीले। गाह्रो छ साथीहरू, गाह्रो छ। कलेर आउनु भएछ। यहाँ हुनुहुन्छ बिन्दास तरिकाको जनावरहरू। न उहाँलाई घाँस काट्नु छ, न भात पकाउनु पर्छ। यहाँ चाहिँ सक्नु भयो अरे सबैजनाले गलेर। आज अनि कस्तो छ शनिबारको दिन? कस्तो गयो? दुई शब्द बोलिदिनु हुन्छ कि? अब यो काम आजका आज सक्नुपर्छ, नभए त बिहान गरिदिने। तपाईँ के बोल्नुहुन्छ कि? म कस्तो भयो तपाईँको एक्सपिरियन्स बारीमा? तपाईँ चिलाएन नि। लास्टमा चाहिँ अब हामी जेठानी देउरानी सबैजना भागिसक्नु भएछ। कसैलाई जागी चाहियो भने यहाँ सम्पर्क गर्नु होला, धेरै छ। हाम्रोमा खाजाको पनि व्यवस्था छ। हाम्रो यति नै हो आज। यहाँ जुसको पनि व्यवस्था छ। उहाँ चाहिँ धेरै काम गर्ने म्याडम हुनुभयो। खाने बेला मात्रै काम गर्न। चेस।